मलाई त यस्तो लाज लाग्छ कि म पाँचपोखरी गाउँपालिकामा जन्मिएको सिन्धुपाल्चोकको भनेर लाज लाग्छ कि हुन त मेरो पाँचपोखरी मादिरी हुनुहुन्छ यहाँ गोल्टिन कलरको मलाई किन लाज लाग्छ भने त्यहाँको अध्यक्ष त्यहाँको मेयर त्यहाँ पाँचपोखरी गाउँपालिकाको मेयर अनि मेलेम्ची नगरपालिकाको मेयर उपमेयर सदस्य अध्यक्ष छ नि तिनीहरू देखेर चाहिँ मलाई लाज लाग्छ किनभने लाज लाग्छ भने भन्नलाई अप्ठ्यारो किन लाग्यो भने नि त्यो मेलम्चीको पारि खोल्चो बाटो यस्तो बिग्रिरहेछ यार बजेट वर्षौँ छुटाउँछ त वर्षौँ छुटाएको बजेट चाहिँ कहाँ हाल्छ क्या कहाँ हाल्छ होला आमा अति भयो कि जति 2-4 अलि 6-7 मिटर बाटो अलिकति पिच गऱ्यो भने चाहिँ ठ्याक्कै भिडियो गरेर देखाइहाल्छ त्यो खोल्चो पारेको कम्ती गाह्रो छ त्यो गाउँमा त्यो जनता हिँड्दैन त्यो जनताहरूलाई पनि भन्न चाहन्छु कि अब त्यो धिक्कार छ तपाईँको भोट नदिनुहोस् कि नोटमा दिएको तपाईँले टोल विकास गाउँ विकासको लागि दिएको भने ओके तर विकासै भएको छैन त किन दिनुभएको नोटको लागि दिनुभएको होला हो नोटमा बिगेको नदिनुहोस् अबदेखि कसैले भोट नदिनुहोस् त्यो मेलेम्ची पुलपारीको खोल्चा कुमदेखि बिग्रिएछ बाटो आमा त्यही भएर मैले पाँचपोखरी महादेव उहाँ साँची राखेर अगाडि बसेर भिडियो बनाएको नदिनुहोस् बेकार छ त्यहाँको मान्छेहरूलाई बेकार छ त्यहाँको वडा अध्यक्ष त्यहाँको वडा प्रमुखहरू सबै ठुक्क हुन त अब के भन्नु अब हाम्रो पनि अब यहाँ यस्तै छ आधी बाटो यस्तै गरिरहेछ तर के गर्ने ठेकदार त मेलेम्चीकै परेछ फेरि के गर्नु गाह्रो छ क्या हामीलाई पनि